प्राचीन कालमा प्लेटोले भनेको थियो, जब राज्यले आफ्नो लागि शासन गर्न थाल्छ र जनता बिर्सिन्छ तब त्यो राज्य समाप्त हुन्छ भनेर। त्यस्तै नेपालमा भइरहेको छ सभामुख महोदय। चैत 15 गते तीनकुनामा भएको घटना पनि राज्यको आतंकले, त्यहाँ व्यक्तिको हत्या भएको छ, व्यक्ति जलेको छ, घर घरबाट माथिबाट घर माथिबाट आँसु ग्यास हानेको छ महोदय। मञ्चमा राष्ट्रिय गान बज्दाखेरि त्यहाँ आँसु ग्यास आएको छ। अहिलेसम्म कति आन्दोलन भयो, हामी सबैले आन्दोलन खेपेको छौँ, गरेको छौँ, कहिले पनि मञ्चमा आँसु ग्यास आएको थाहा पाएको छ? त्यहाँ घटना भएको, दुर्घटनाहरू भएको त्यहाँ हामीले होइन, त्यहाँ राज्यको आतंकले हो। दुर्गाजीले पनि निमुखा जनताको सेवा गर्न लाग्नु भएको छ, उहाँले पनि त्यो आतंक मचाएको होइन। जनता त्यहाँ भट्केको, राज्यले भट्काएर त्यो आतंक भएको सभामुख महोदय। त्यसको लागि पनि हामीले छानबिनको माग गरेको छौँ। सरकार छानबिन गर्न किन डराइरहेको छ मैले बुझ्दैन।